हेलो गाइस, नमस्ते सबैलाई। मेरो नाम सोनु नेवार। तपाईहरुलाई थाहा छ होला, म आज रेस्टुरेन्टदेखि ब्लग बनाउँदैछु। यो चाहिँ हो मेरो रेस्टुरेन्ट। वेलकम टु छ मेरो पेजमा तपाईहरु सबैलाई। यो चाहिँ राहुल सैन हो। यो एकदम खतरनाक चीज हो। हैन, एकदम राम्रो छ केटा, एकदम बबाल छ। लामडिङ हो यसको घर। मान्छे चाहिँ एकदम दामी छ हो, फ्रेन्डली। भाइ भने पनि साथी भने पनि सबै ठिकै छ। अब राम्रो छ। तर तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दैछु म पनि। अब आज रेस्टुरेन्टको बहुत दिन भयो ब्लग नबनाएको। आजदेखि रेस्टुरेन्टदेखि ब्लग स्टार्ट गरिदिएको हो। तपाईहरु सपोर्ट र मलाई भिडियोहरु राम्रो लाग्यो भने लाइक गरिदिनु होला हैन। अब केही नराम्रो बोल्यो भने कमेन्टमा तपाईहरु भन्न सक्नुहुन्छ अब हैन। अनि भिडियोलाई लाइक अनि सब्स्क्राइब मेरो च्यानललाई हो, फेसबुक पेजलाई फलो गरिदिनु होला भिडियो राम्रो लाग्यो भने। र यस्तै छ अब जिन्दगानी। अब गुवाहाटीको लाइफ यस्तै छ। दिनभरि अब काम गऱ्यो दोकानमा हो, बेलुका 10-11 बजी घर गयो, फेरि बिहान 10 बजी दोकान आयो, फेरि मार्केट गयो, सामान ल्यायो। रेस्टुरेन्ट बिजनेस गर्नु पनि बहुत साह्रो छ हो साथीभाइ हो। यस्तै अब दुःख कष्ट गरिँदैछ। र म चाहिँ यही भन्छु कि टाउनमा दोकान सोकान खोल्नुभन्दा त गाउँमै दोकान सोकान खोलेर चलाएको राम्रो, आफ्नो आफ्नो गाउँमा हो। यहाँ यत्रो भाडा सारा तिर्दा बस एउटा यो मात्रै हेर्नु। र त्यही हो कष्ट चाहिँ, अब जतै गए पनि कष्ट चाहिँ गर्नु पर्यो। त्यही हो कुरा, कष्ट गर्नु छोड्नु भएन। अब त्यही हो काम गर्दैछु। अब सबै सब मिलामिली गर्दै चलिरहेछ। यता चाहिँ अब किचन छ, भाइले रोलसोल हानिरहेछ। यता गाना सुन्दै एकदम रोलसोल हानि। यो चाहिँ मेरो रेस्टुरेन्ट हो, सानो रेस्टुरेन्ट छ गुवाहाटीमा। यहाँ तपाईँको यो होटल ल्यान्डमार्कको अपोजिट साइडमा। यो चाहिँ बाहिर स्पेस छ यस्तो। यो मेरो भाइ एउटा काम गर्छ यहाँ, राहुल सैन। यो चाहिँ रेस्टुरेन्ट यस्तै छ। सबै हिसाब गरेर जानु आँटेको। अब हिसाब गर्दैछु दोकानको हो। अब यस्तै हिसाब गरेर अब चाहिँ लाग्नु पर्यो घरतिर हो। अब चाहिँ दोकान सिकान बन्द गरेर घर जान आँटेको। अब राहुलले चाहिँ दोकान बन्द गर्दैछ। अब दोकान सोकान बन्द गर्ने हो, अब घर जाने हो। घर सर गएर त भाइले पनि क्लोज गर्दैछ यता। अब यसले ढप्ली सप्ली लगाउँदैछ दोकानको। अब चाहिँ घर जाने हो। 10-10:30 बजिसक्यो। आजको लागि यति नै हो गाइस। गुड नाइट सबैलाई। अब फेरि भोलि ब्लग लिएर आउँदैछु, नयाँ ब्लग। लाइक र सपोर्ट गर्नु चाहिँ नछोड्नु होला हैन। अब ब्लग बनाउनु जान्दिनँ, नयाँ ब्लगहरू सिक्दैछु। अब यस्तै हो, केही हजुरहरूले केही गल्ती भयो भने चाहिँ माफ गरिदिनु होला। त्यस्तै नयाँ ब्लगहरू नयाँ सिक्दैछु बनाउनु लागि। अब नयाँ कन्टेन्ट लिएर आउँछु। तर मेरो ब्लग चाहिँ खालि रेस्टुरेन्टकै मात्रै हुनेछ, किनकि एनी टाइम त यहीँ हुन्छु म। अब कतै जानु पाइँदैन, कोही कोही बेला मात्रै जानु पाइन्छ। जता जान्छु तर ब्लग चाहिँ तपाईँहरूको लागि लिएर आउँछु। तर ब्लगमा चाहिँ केही अब यताउति केही अब जानिनँ भने अब नरिसाउनु होला। यस्तै अब जानी नजानी बोल्दैछु। यता राहुलले पनि दोकान बन्द गर्न आँटिसक्यो। ल म पनि जानु पर्यो। गुड नाइट सबैलाई, स्विट ड्रिम हो, शुभरात्रि, जय श्री राम।